न त हजुरहरूले जति बेला पनि किन तैँले रवि लामिछानेको प्रचार गर्छस्, किन त रवि लामिछानेको बारेमा बोल्छस् भनेर भन्नु होला। रवि लामिछाने न मेरो बाउपट्टिको न मेरो आमापट्टिको, मलाई त्यो सरकारको विषय होइन, तर एउटा देशको सच्चा मान्छे हो, निडर मान्छे हो एउटा देशको। त्यही भएर मैले रवि लामिछानेको बारेमा बोल्छु। जनतालाई जगाउनको लागि जनता सबै जागुन्, बुझुन् र जनताले बुझेर पनि बुझ नपचाउन्। रवि लामिछाने त्यो एउटा विचार भएको मान्छे हो, त्यही भएर म बोल्छु। एउटा देशको लागि बोलेको, म मेरो लागि बोलेको होइन। मैले केही पाउने होइन। म यहाँ खाडीमा काम गर्छु, 1500को जागिरले मैले पुया छ, जे जस्तो भए पनि भएको छ, बुझ्नुभयो नि। मैले पाउने ओर्ने केही पनि होइन, एउटा आवाज मात्रै बोलेको मैले, बुझ्नुभयो नि। सच्चा मान्छेको साथ दिएको। सबैले भन्नु होला किन तैँले जति बेला पनि रवि लामिछानेको बारेमा बोल्छस् भनेर सोच्नुभयो होला, भन्नुभयो होला। म बोल्छु जबसम्म रवि लामिछाने यथार्थ रूपमा लिखितमदेखि लिएर प्रमाणित रूपमा मान्छेहरू प्रमाण यसले चाहिँ नि सहकारी ठग गरेको भनेर चाहिँ नि मान्छे पुरै आएर चाहिँ त्यसको सामुन्ने आएर अदालतलाई पेश गर्छ, सबै कुरा गर्छ भने त्यसपछि बल्ल अर्को कदम सोच्ने विचार हुन्छ। र त्यति गरेछन् भने पनि तर रवि लामिछानेले देशको बारेमा गरेका छन्, देशको बारेमा सोचेका छन्। भ्रष्टाचार तिनीहरूले अरबौँ भ्रष्टाचार गर्दा त केही भएन भने रवि लामिछानेले 1-2 अर्ब गरे होला, ल ठिकै छ, सहकारीको काण्डा मुछ्यो होला, र त्यो पनि मुछेको हुँदै होइन। यो सबै चाहिँ अफवाह फैलाएर कुनै पनि हजुरहरूसँग कसैसँग पनि प्रमाणै छैन, प्रमाण बिना सबै त्यत्तिकै बोलिरहेका छन्। कोहीले अमेरिकी दलाल भनेका छन्, कोहीले के भनेका छन्, कोहीले के भनेका छन्, नचाहिने कुराहरू गरेका छन्। हो, म तबसम्म गर्छु जबसम्म रवि लामिछाने निर्दोष भन्ने प्रमाण साबित हुन तबसम्म म बयान गर्छु। र रवि लामिछाने देशलाई चाहिने मान्छे, जसरी पनि रवि लामिछाने देशलाई चाहिने मान्छे हो, किनकि भ्रष्टाचार विरुद्ध सबभन्दा पहिला औँलो ठड्याएको मान्छे रवि लामिछाने हो। रवि लामिछानेले औँलो ठड्याउँदाखेरि आज सबै जाएका हुन्, नत्र नि के भुत्रो जाग्ने कसैसँग दम थिएन, बुझ्नुभयो नि। त्यत्तिको दम कसैसँग पनि हुनेवाला छैन रवि लामिछाने जस्तो मान्छेसँग दम। आज रवि लामिछाने हुन्थ्यो भने यो सबै चाहिँ नि कुकुरहरूलाई चाहिँ नि खोरभित्र थुन्ने उसँग मुटु जिगर छ, त्यो कसैले बुझेको छैन। याद राख सबैजनाले यो कुरा, बुझ्नुस्।